शपथ ग्रहण गराइदिनु हुन मान्य प्रदेश प्रमुखज्यूलाई हार्दिक अनुरोध गर्दछु र शपथ ग्रहण गरिदिनु हुन मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री मान्य सरोज यादवज्यूलाई हार्दिक अनुरोध गर्दछु। म सरोज कुमार यादव मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु। देश जनता र ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही मध्य प्रदेशको मुख्यमन्त्री पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारी साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानून बमोजिम गोप्य राख्नुपर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। माननीय नवनियुक्त मुख्यमन्त्रीज्यूलाई माला खादाले सम्मान गरिदिनु हुन